नमस्कार। आज हामी सिडनीको अबर्नमा भर्खरै भएको एउटा निकै डरलाग्दो गोलीकाण्डबारे अलि गहिरिएर कुरा गर्दैछौँ। हो, निकै गम्भीर घटना भएको छ। हामीसँग यसका लागि प्रमाणित समाचार रिपोर्टहरू छन्। यसकै आधारमा यो घटना, यसको सङ्गठित अपराधसँग कस्तो सम्बन्ध होला अनि यसले उठाएको जमानत कानून सुधारको बहसबारे पनि चर्चा गर्नेछौँ। घटनाको सबै पक्ष केलाउने प्रयास गरौँला। सुरु गरौँ त्यसो भए घटनाबाटै। यो सोमबार जुन 16, 2025 को कुरा हो। दिउँसो करिब 1:10 जाँदा अबर्नको एम ब्रदर्स केबाब्स पसलमा सामान्य दिन जस्तै थियो होला, तर एक्कासी 2जना मास्क लगाएका मान्छेहरू भित्र पसे। अनि अन्धाधुन्द गोली चलाए, करिब 8 राउन्ड जति। सोच्नुस् त कस्तो भयावह स्थिति हो नि, एकदमै। अनि यो गोलीकाण्डमा 3 जना घाइते भए। 3 जना? को? एकजना सामिमजान अजारी, प्रहरीले उनलाई सङ्गठित अपराधसँग जोडिएको व्यक्ति भनेर चिन्छ। उनको पाखुरा र काँधमा गोली लागेको छ। अजारी, मैले सुनेको थिएँ यो उनको हत्या प्रयास पहिलो पटक होइन रे नि? होइन, यो तेस्रो प्रयास हो रे। स्रोतहरूले त्यही भन्छन्। यसले घटना कति योजनाबद्ध र गम्भीर थियो भन्ने देखाउँछ। तेस्रो प्रयास भनेपछि त यो अपराध जगतको लडाई निकै गहिरो रहेछ। अनि अरू घाइतेहरू ने? बिल्कुल। अर्का एकजना 25 वर्षीय पुरुष छन्। उनको अनुहारमै गोली लागेको छ। अवस्था गम्भीर छ भनिएको छ। ओहो। अनि सबैभन्दा दुःखलाग्दो कुरा, 47 वर्षकी एक महिला गुल, उनी त्यो पसलमा काम गर्ने कर्मचारी मात्र थिइन्, निर्दोष। बिचारा, उनको केही लेनादेना थिएन। केही थिएन। उनी चपेटामा परिन्। पेटमा 2वटा गोली लागेको छ रे। अहिले कोमामा छिन्। साह्रै नराम्रो, निर्दोष मान्छे पर्नु त। यस्तो ठूलो घटनापछि प्रहरीले के गर्यो त? केही एक्सन लियो? प्रहरीले तुरुन्तै एक्सन लियो। यसलाई निकै गम्भीर रूपमा लिएको छ। टास्क फोर्स फ्याल्कन भनेर एउटा विशेष टोली नै बनाएको छ। टास्क फोर्स फ्याल्कन? कतिजना छन् त्यसमा? करिब 150 जना अनुभवी अधिकारीहरू छन् रे। ठूलै टोली हो। 150 जना, निकै ठूलो परिचालन भयो। हो, यो टोलीले यही अबर्न काण्ड मात्र होइन, गत क्रिसमसदेखि एनएसडब्ल्यूमा भएका यस्ता अरू 12वटा भन्दा बढी गोलीकाण्डहरूको पनि अनुसन्धान गर्नेछ। भनेपछि यो श्रृङ्खलाबद्ध घटना जस्तो हो। त्यस्तै देखिन्छ। अनि यो टास्क फोर्स फाल्कनको रेकर्ड पनि राम्रो छ। 2021देखि भएका 25वटा सङ्गठित अपराध सम्बन्धी हत्यामध्ये 20वटामा त संदिग्ध पक्राउ गरिसकेको छ रे। 20वटामा सफलता? त्यो त राम्रो। अनुसन्धानमा अरू केही पत्ता लाग्यो? जस्तै आक्रमणकारीहरू कसरी भागे? उनीहरू भाग्न प्रयोग गरेका 3वटा गाडी फेला परेका छन्। एउटा कालो ऑडी Q7 ह्यारिस पार्कमा जलाइएको, अर्को सेतो युट ग्रेस्टन्समा जलाइएको, अनि तेस्रो चाहिँ रातो कोमोडोर मेरिल्यान्ड्समा जलाइएको। प्रहरीलाई शङ्का छ कि यी गाडीहरूमा नक्कली मतलब क्लोन नम्बर प्लेट प्रयोग भएको थियो होला, अनि सबै घटना एकअर्कासँग जोडिएका हुन सक्छन्। गाडीहरू पनि जलाइएको, प्रमाण नष्ट गर्नलाई। हो। अनि अर्को एउटा निकै चिन्ताजनक कुरा पनि बाहिर आएको छ अनुसन्धानमा। के कुरा? प्रहरीले हत्यारा भाडामा लिनलाई अनलाइन प्लेटफर्म प्रयोग भएको हुन सक्ने आशंका गरेको छ। अनलाइन प्लेटफर्म कस्तो खालको? एयरटास्कर जस्तो सामान्य दैनिक काम लगाउने खालको प्लेटफर्म पनि हुन सक्छ रे, वा त्यो गोप्य मेसेज पठाउने इन्क्रिप्टेड एप्सहरू। एयरटास्कर? साँच्चै? सामान्य काम लगाउने एपबाट हत्यारा भाडामा? यो त निकै डरलाग्दो कुरा भयो नि। हो नि, एकदमै। यदि यो सत्य हो भने यसले सङ्गठित अपराधले कसरी नयाँ प्रविधि र सजिलै पाइने प्लेटफर्महरू दुरुपयोग गरिरहेको छ भन्ने देखाउँछ। मतलब अपराध गर्ने तरिका नै बदलिन लाग्यो, पत्ता लगाउन झन् गाह्रो हुने भयो। त्यही त। यसले अपराधको जालो कता कता फैलिरहेको छ पहिल्याउनै मुस्किल। अनि यो घटनाले सिडनीको पश्चिम र दक्षिण पश्चिम क्षेत्रमा ग्याङल्यान्ड युद्ध चर्किरहेको स्पष्ट सङ्केत पनि गर्छ। हो, त्यहाँ त बेला बेला यस्तो घटना सुनिन्छ नि। हो, सार्वजनिक ठाउँमै गोली हानाहान आगजनी बढेको छ। यस्तो भएपछि त राजनीतिक तहमा पनि पक्कै दबाव बढ्यो होला नि? सरकारले के भन्यो? अवश्य। एनएसडब्ल्यूका प्रिमियर क्रिस मिन्सले त यसलाई राज्यको इतिहासमै डरलाग्दो हिंसात्मक अध्याय भनेका छन्। अनि उनले सङ्गठित अपराधमा संलग्न भएकाहरूका लागि जमानत कानून
अझ कडा बनाउने घोषणा पनि गरिसके। ए जमानत कानून फेरि त्यही भयो सुरु भयो। यो त सधैँको जटिल विषय हो नि, हैन? हो त। एकातिर कडा कानून चाहिन्छ, अपराध रोक्नु पर्यो भन्ने आवाज, अर्कोतिर व्यक्तिगत स्वतन्त्रता, निर्दोष नफसोस् भन्ने चिन्ता, कानूनी अधिकारको कुरा। स्रोतहरूले पनि दुवै पक्षलाई देखाएका छन्। ठिक हो, यो सन्तुलन मिलाउन गाह्रो छ। एकदमै। सार्वजनिक सुरक्षा कि कानूनी प्रक्रियाको रक्षा, यही हो प्रश्न। त्यसो भए अहिलेसम्मको कुरालाई छोटकरीमा भन्दा अबर्न गोलीकाण्ड एउटा लक्षित आक्रमण थियो हो, प्रष्टै देखिन्छ। जसमा दुर्भाग्यवश एक निर्दोष महिला पनि नराम्ररी परिन्। यसले सङ्गठित अपराध कति डरलाग्दो छ र प्रहरीले पनि कति व्यापक रूपमा कारबाही चलाइरहेको छ भन्ने देखायो। अनि त्यो भाडाका हत्यारा भर्ती गर्न अनलाइन प्लेटफर्म प्रयोग भएको हुन सक्ने कुराले एउटा नयाँ अझ चिन्ताजनक आयाम थपेको छ। हो, र अब जमानत कानूनमा कडाई गर्ने राजनीतिक दबाव पनि सिर्जना भएको छ। त्यसको परिणाम के हुन्छ त्यो चाहिँ हेर्न बाँकी छ। ठिक छ। अन्तमा श्रोताहरूलाई सोच्नको लागि एउटा प्रश्न छोडेर जाउँ। के जमानत कानून कडा बनाउँदैमा यस्तो सङ्गठित हिंसा, त्यो पनि सार्वजनिक ठाउँमा हुने हिंसा, साँच्चै रोकिन्छ त? यो महत्त्वपूर्ण प्रश्न हो। कि यो एयर टास्कर जस्ता नयाँ तरिकाले अपराधी भर्ती गर्ने चलनले समस्याको जरो अझ गहिरो र समात्न झनै गाह्रो भइसक्यो भन्ने सङ्केत गर्छ। यस्ता घटनापछि समुदायले कसरी सुरक्षित महसुस गर्न सक्ला?